Hi, good morning all the way from Canada. र त्यही त पहिलो दिन पहिलो खाजा बनाउँदै मैले अहिलेको लागि चाहिँ अहिले चौचो बनाउँदैछु। चौचो यो ससेज खै के हाल्दा अब यहाँको स्टाइलमा बनाएको क्या हल्का मिसाएर चाहिँ खै मिठो हुन्छ कि नमिठो हुन्छ थाहा छैन। अनि आज चाहिँ यता ट्राउट ट्राउट भने कि कुन माछा भने जसले स्यालमन स्यालमन हो कि ट्राउट भन्नु चाहिँ जस्तो माछा दौडेको हेर्न जाने भन्दा आएको थियो जसले होइन हाम्रो प्रमेश दोस्तको नि आज बिदा रहेछ अनि गाडी पनि खास एक दिनको लागि रेन्टमा लिएको नि त एक दिन त पुर्याउनु पर्यो पुर्न पर्यो गर्नु पर्यो भन्ने कुरा आयो त्यही भएर चाहिँ अब यति खाएर चाहिँ जाने कुरा छ खै केटाहरू पनि आइसकेको छन् होइन आज चाहिँ ट्राउट माछा हेर्न जानु लाग्यो हामीमा ट्राउट माछा भागेको होइन त दोस्त के हो त दोस्त के छ डे 1 सुरु भइसक्यो पानी जस्तै परिरहेछ के हुन्छ खै सो हामी जान लागेको ठाउँ चाहिँ यो थियो जुन चाहिँ मेरो घरबाट अलमोस्ट 2 घन्टा टाढा थियो सो हामी चाहिँ यस्तै 11 बजीतिर हिँड्ने अनि बाटोमा हल्का स्न्याक खाइयो हामी चाहिँ भर्खरै आयौँ के नि अब लोकेसनतिर चाहिँ झन् खोलातिर आइरहेको छौँ होइन खै अरूको लागि चाहिँ माछा चाहिँ देखिएन यहाँबाट चाहिँ होइन अलि अगाडि चाहिँ लाइक ल्याडर जस्तो छ अरे होइन ड्याम जस्तो छ अरे त्यहाँबाट चाहिँ अलिक बढी देखिने चान्सेस छ किनकि त्यहाँ अड्किन्छ भन्थ्यो कि साथीले होइन हेरौँ है त अन्त त्यही पानी चाहिँ धन्नै रोकियो पानी पर्दै भिजाएको हुन्थ्यो चिसो छ 5-6 डिग्री जस्तो छ होला यहीँ अगाडि उभिरहेको एउटा माछा चाहिँ ब्यान्डर उलाउँदा सोचेन त ऊ ए हरेक धेरै हो तिनवटा छ त्यहाँ त 3-4 एउटा दुईटा तिनटा 4-5 6वटा के धेरै हो यता नि 7वटा चाहिँ कन्फर्मै जाम जस्तो तल झन् उफ्रेको हुन्छ त चाहिँ आयो होइन जस माछा चाहिँ रहेछ कन्फर्म भएन ठ्याक्कै त पुल जस्तोबाट हिँड्ने भनिरहेको छ कि केटाहरूले केटाहरू यहाँ खुसी गरेर गइसक्यो अब म पनि जान्छु ल यही रहेछ ठाउँ चाहिँ त्यत्रो चढ्यो कति ठुलो हो त आम्मा उडेको यही छ कति धेरै हो 8-9 ल माछाहरू त च्यालु रहेछ माछा त ल यो कालो जति सबै माछा बिस्तारै माथि गइरहेछ नाइस हामी चाहिँ अहिलेको ठाउँबाट फर्किसक्यौँ होइन अहिले चाहिँ अब त्यही रेन्टमा लिएको गाडी हिजो आज फर्काउन लाग्यो होइन अनि फर्काउँदाखेरि चाहिँ फुल तेल हाल्दै दिनुपर्ने छ सो केटाहरूले चाहिँ तेल चाहिँ भर्न लान होइन फुल पेट्रोल हाल्ने अनि गएर फर्काइदिने भनेर अहिलेको लागि चाहिँ त्यही गर्नु लाग्छ अनि फर्किने बेलाखेरि अर्कै युपी भन्ने ट्रेन हुन्छ अरे होइन अलि के अरे छिटो चल्नेवाला धेरै स्टप नहुनेवाला ट्रेन छ भन्दाखेरि केटाहरूले अझ खतरा देखिने होइन त्यहाँबाट फर्किउँला भन्दै थियो के अरे अब ठिक छ अहिले बेलामा फर्किहालौँ होइन के हो धेरै दिन छैन अब ननस्टप काम हुन्छ नि त पछि त डुल्ने त्यस्तै हो ठिकै छ अहिलेको लागि चाहिँ $28-29 $30 राम त्यत्रो 20 लिटर तेल खाइसक्यो ट्याक्क 20 लिटर भर्खरै गाडी छोडेर अब चाहिँ युपी ट्रेनको लागि चाहिँ जानेछौँ भर्खर चाहिँ ट्रेन चाहिँ चढिसक्यो होइन ट्रेन चाहिँ दामी छ कि अहिलेको लागि चाहिँ होइन खतरा कम्फर्टेबल सिट रहेछ एयरपोर्टको जस्तो एयरप्लेन जस्तो खोल्न मिल्नेवाला पनि रहेछ यो अर्को भयो ट्रेन चाहिँ ट्रेन चाहिँ दामी रहेछ यार पुरा लङ ट्राभल गर्ने जस्तो यो चाहिँ नयाँ लाइन 5 भन्ने नयाँ ट्रान्जिट खुलेर रहेछ होइन त्यसमा 2टा स्ट्रिट कार जोडे जस्तो छ कि चाहिँ खतरा खाउँदैन कि केटाले हेर सबै ट्रान्जिट खुल्ने लास्ट छ लाइन 2 पनि आइयो अब लाइन 1 जाने हाम्रो